आजको हाम्रो नारद पोखरीसम्मको यात्रा यहाँबाट सुरु हुन्छ है त हामी यता जाने पऱ्यो होइन यो डाँडा त्यो डाँडा कटेर जाने हो क्या हामी अब हाम्रो यात्रा सुरु भइसकेको छ है लाप्राकबाट अब नारद पोखरीतिर जाँदैछ एक भुँडो पानी खानु हल्का मुद्दा त पानी मैले खाइदिनु यहाँ पानीको व्यवस्थाखेरि डरै छ किप्ली आलु उसिनेर खाने पानी तताएर टेन्ट मिन्दै यो चाहिँ लाप्राक जाने बाटो हो राम्रो छ हाम्रो यात्रा चाहिँ अब यो रोडबाट त्यस्तै भयो क्या हाम्रो आज ब्याट स्याट यस्तो टेन्ट सबै क्या फुका पुन्जा सब बोकेर गएको नि केटाहरू यता हाम्रो अब नारद पोखरीको यात्रा चाहिँ यता ल अहिले चाहिँ हामी ठ्याक्कै यहाँ मम्चे डाँडाको टुप्पामा आइपुग्यो यो हाम्रो ढुक्सी पाखाको डाँडा त यतारी गाउँ हेर्न पर्यो कि पहिला मेन कुरो यो चाहिँ हाम्रो गाउँ हो अहिले हामी यहाँ छौँ यस्तो बगान छ चाहिँ बुद्ध हिमाल बापा गाउँ अलिकति देख्दैन रहेछ बापा गाउँ हो बाबाले सके एउटा राम्रो चिटिक्क परेको धर्मशाला पनि रहेछ बाटोमा बस्नलाई ए यहाँ त पोखरी नै रहेछ यार यो त यस्तो गजब पोखरी रहेछ यहाँ वा चाहिँ हामी गुप्सी पाखाभन्दा अलिकति माथि लगभग 3 किलोमिटर जति आएको छ यस्तो राम्रो पोखरी रहेछ निलो सफा त्यसपछि हामी जाने चाहिँ यतारी यस्तै यो बाटो छ यो डाँडा भिरमा यस्तो बाटो छ बाटो चाहिँ फेरि व्यापक राम्रो छ है अब हिमाल पनि राम्रै देखिरहेछ यस्तो धेरै देखेँ सर के भयो स्टार्टिङमै थाक्यो त हौ यो उकालोलाई एकछिन इनर्जी दिए यहाँबाट चाहिँ लाप्राकको गुप्सी पाखा नयाँ बस्ती चाहिँ गजब देख्दो रहेछ ट्याक्कै मौरीको घार जत्रो च्याट्टा च्याट्टा परेको 4 पाटावाला बट्टा छ क्या यहाँबाट चाहिँ बार्पा गाउँ नि देख्दो रहेछ है यस्तै बार्पा गाउँ
माथि छ क्या धर्मशालामै बस्नु शीतल हुन्छ कि चौतारामा बस्ने सब बस्न त चौतारा सब चौतारामा बस्नु पानी खोज्छु भेट्दैन क्या पानी भर्नु अहिले चाहिँ हामी यो पेम्चे खर्क भन्ने ठाउँमा आइपुगेको छ 3280 हाइटमा रहेछ यसपछि चाहिँ हामी मिर्जा खर्क पुग्छौँ लगभग 3 घन्टा जस्तो हिँडेर छ है ठाउँ चाहिँ बवाल छ अब पानी पर्ने टोकिने यो लाग्ने भइरहेछ यहाँ धर्मशाला छ हामीलाई खतरा भेडीको ठाउँ आइपुगेँ नटोक है बाबु नटोक ल मेरो कान्छो अहिले चाहिँ राम्रोसँग खुल्यो है त दिन यहाँ एउटा फर्कमा आइपुगेको छ हेलो भरेको लागि जुगाड चल्दैछ उषाको यहाँ मित्रहरू हाम्रो सरलाई अलिकति तिहारले हात काट्यो उषा दाजु यहाँ हाम्रो प्रवीण बोले बाबा यहीँ दाउराको व्यवस्था हुँदैछ यहाँ हाम्रो दिउँसोको लन्च पाक्दैछ किटलिनको बिहान पाक्नेहरूलाई आज चाहिँ हामी यो मिर्चा खोला भन्ने ठाउँमा बसेको मिर्चा खोला भन्ने राम्रो ठाउँ रहेछ खोलाको नजिकै यस्तो बवाल खर्क छ यहाँनिर धर्मशाला छ धर्मशाला नजिकै टोयलेट पनि छ यो टोयलेटमा बस व्यवस्थित छ यहाँ सबै कुरो जोस् यस्तो छ साथीहरू हुँदैछ अब तयारी हुँदैछ ल उयो थर्मस पनि लानुपर्छ यार अभिनय के हेर्दैछ यस्तो छ है त म हिँड्दै गर्छु है यहाँ माथिसम्म म यहाँ माथि गएर फोटो खिच्दै गर्छु चल्यो भाइहरू अनि अझ केही पानीको पनि व्यवस्था छ है फेरि मजाको धारा छ मलाई फुलै खिल्छ
बाटो चाहिँ यहाँनिर अलिक गाडी गाडी नै रहेछ कस्तो फुल हो यार यो त जुक्का आउँछ क्या फेरि जुक्का तल बेसी छ अहिले चाहिँ हामी यस्तो दामी सुन्दर खर्कमा आइपुगेको छौँ त्यो भवाले छ यहाँ माथितिर यो छ यतातिर झरना छ यतातिर हाम्रो केटाहरू छ हामी चाहिँ अब नारद पोखरीको यात्रामा उकालो लाग्दैछौँ यहाँबाट ठ्याक्क एकदम बवाल हिमाल देख्यो क्या होइन यता चाहिँ फेरि यस्तो छ साथी हालत होइन अनि कस्तो हुँदैछ त नि एकदम रमाइलो यस्तो खतरा ठाउँ छ गाह्रो पनि त्यस्तै गाह्रो रमाइलो आनन्द पनि त्यस्तै अझै पुग्ने छ नि रमाइलो यहाँबाट देख्ने भ्यू चाहिँ यति मात्र यो कस्तो है अहिले चाहिँ हामी यो नम्चे खर्काको त्यसो भए त त्यही हो त यो धर्मशालामा आइपुग्यो हाम्रो पार्टीहरू यहाँ छ तर यो सुनपाती बाख्ना आएन नि हेर होइन क्या यो बाटो होइन मलाई ए यो कुरा आउनु हिँड्न र अहिले चाहिँ हामीले बाटो खोज्न लाउन नसक्ने अवस्था बाटोको हालत चाहिँ यस्तो छ है त ल भविनलाई नै डुबाउने घारी छ त्यो त हाम्रो छ भविन दाइ पछाडि बाटो खोज्दै खोज्दै गयौँ हामी अहिले मोबाइलले लड्यो भने चाहिँ बर्बाद छ यार यहाँ बाटो आउँदा आउँदै बाटो सक्यो त्यही भएर फर्केर फेरि यतैतिर जाँदैछौँ धर्मशालातिर गाह्रो छ हजुर साथीहरू यहाँ हिँड्दैछ बाटो जानुपर्ने चाहिँ यता माथि यो कता हो अझै थाहा छैन फेरि बाटो अलमल्यो है हामी चाहिँ साथीहरू त्यहाँ पुगेछ बाटो अलमलेर खोलाको बाटोबाट हिँड्दैछौँ हामी खोलाको त्यो खोला हिँडेको बाटो हो यो यस्तो छ हालत खोला छ फाइनल्ली हामीले चाहिँ
बाटो पत्ता लगाउन सफल भयो। यस्तो छ बाटोको हालत। यहाँ माथिबाट यतारि जाने हो। पहा अहिले पुरै बादल आइरहेछ। केटाहरू त्यहाँ छ। अहिलेलाई क्विक अपडेट यति नै है त आजको हाम्रो यात्रामा। तर यो ठाउँमा चाहिँ आउन चाहिँ अलिक खतरै छ है। बाटो राम्रो छैन, मार्किङहरू केही छैन। घारी दकुर्दै बाटो खोज्दै आउनुपर्छ। यहाँ यस्तो राम्रो फुल फुलेको रहेछ ल। यो फुल देखाउन पर्यो एक चरण। माथि बाटोखेरि पहेँलो छ। ठाउँ त भवाले राम्रो हो, तर अलिकति व्यवस्थित छैन, त्यही हो। अब चाहिँ हामी लगभग आइपुग्न लाग्यो जस्तो छ। यही डाँडा, यो डाँडाको तल यो ठ्याक्कै यो ढुङ्गा माथि हो जस्तो लाग्छ मलाई है। बच्चे आइपुग्यो है। पहाड चाहिँ यस्तो छ नि फेरि। बादल लाग्दैछ आकाशमा, तर पोखरी चाहिँ खुल्लै छ। हो नि, नत्र अघि नै आइपुग्छ। लान मेरो भिडियो खिच्दै ठ्याक्कै यो पोखरी देखिन्जेलसम्म है। तेर्सो है। होइन नि, होइन कि यस्तै हो कि बाटै हो कि। फाइनल्ली हामी नारद पोखरी आइपुग्यौँ। ईश्वरको कृपा। ओम परमेश्वर भगवान्। एकचोटि त नआसला म टक्कै सरी भगवान्। एकचोटि त म डुबुल्की हान्छु। 3 चोटि नहाने नि 1 चोटि त हान्छु। पोखरी भयो। म चाहिँ यहाँ अब देवतामा चढाउन जाँदैछु फुल। फुलपाती तिमीलाई भगवान्। सके यो चाहिँ नारद पोखरी र दरौदी नदीको शिर। यहाँबाट दरौदी यहाँबाट चाहिँ
तपाईँ सिक्नु भएको आएर यसरी यहाँ आइपुग्नु पर्ने मान्छे तर हामी गयौँ यहाँबाट गाडी त्यो दुईवटा पर्छ त्यो डाँडा दुईवटा डाँडा जस्तो त्यो पुलबाट चाहिँ हामी हिँड्न माथि आएको हिँडाइ भयो बाटो छल्लेर भन्दा पनि नचिनेर यहाँ चाहिँ अब जमिरहेको छ ल ताप्ने ल नि दाइ भिडियो भयो मलाई दिनु त ल यता दिनु त धेरै गर्नु न है मलाई दिनु त क्यामेरा यता त्यसम्म आफ्नो नै हजुर टिका लाउने मलाई टिका लाम होइन हाम्रो बाटो चाहिँ यस्तो छ है सकियो यो ठाडै छ यो चाहिँ यो नारद पोखरी पुग्ने नेर हो यहाँबाट यस्तो यो टाढै टाढै यस्तो यहाँबाट चाहिँ जानुपर्छ ल बाटो चाहिँ एकदम डेन्जरै छ बिहान चाहिँ हामी बाटो अर्कै बाटो गएर यसरी घुम्न पर्यो अहिले चाहिँ यो बाटो आएको हो तर बाटो डेन्जरै अप्ठ्यारो छ जस्तो छ ल बाफ्रे अरे बाटो हेर्न यस्तो पर हुँदै ल ल ल यस्तो बाटो हुँदै झर्नु पर्ने रहेछ होइन बाटो एकदम झेली रहेछ खतरनाक बाटो खतरनाक बाटो